बुझिस 10,000 मा त के गर्ने यार ए नाटक नगर्ला आफ्नो पालामा चाहिँ साला 10,000 अर्कोको पालामा चाहिँ फेरि 20,000 नभन ल केही 10,000 मै भन्छ यार हेर्नु न यार मार्ने भयो यार आको त ओइ अलि मजाले आन डाँडो कट्ट भुल्केर कहाँ पुग्छ यार कस्तो भन यार डाँडो कट्टा गाइस मारो यार गाइस मारो यार मुटोहरू मारो यार गाइस यार दादाहरू उता नै फर्कायो यार गाइस कोही छ त रमाइलो बचाउने अलि आन्न हो गाइस कति धेरै पानी छ एमा ओइ चुचो ततिर फर्का ल स्पेशल आउनुसम्म मात्रै त्यो 1000 मात्रै आएको छ लान के तेरोमा चाहिँ लाख आएको छ हो अलि मजाले आन डाँडो कट्ट गाइस सबैजना मिलाउन मुटोर यार गाइस यहाँ रमाइलोको पनिसमेन्ट गर्न आउने बेला सबै आकु दादा यार आकु दादा छ भने माया गरिदिनु ल हेर्नु न यहाँ गाडी साडी हान्न लागिसक्यो दादा यार सावरै गराउनु भयो यार यो चिसोमा यार मामा जाडो पो छ त यार धेरै चिसो छ त आकु दादा यार बचाउनु नि दादा यार रमाइलोलाई बचाउनु ल गाइज रमाइलोलाई बचाउनु ल गाइज एकचोटि मिठो पाराले बचाइदिनु न गाइज कोही छ भने थ्यांक यू सो मच विशाल जी थ्यांक यू सो मच गाइस 10 रोज मलाई चाहिँ दुई चोटि साबर गरा गर्दिन अरे तँलाई मैले सजिलै दिएको थिएँ त जाडोले किन गरेन जस्तो गाइस यहाँ रगत आइसकेको छ यहाँ नि त साबुन लाएर नुहाएको अनि 1000 पेला न मुठोहरू सागमा तुरीमा साबुन लगाइस् होला तैँले जाँठा अझ साबुन लगाउन 1000 पेला न मा कसम यार उ ल आयो 1000 ल अब नाच है यहाँ अब नाच ल थ्यांक यू सो मच विशाल जी यही बस्नु यही हुनुहुँदो रहेछ नजानु न ल ल अब नाच अब नाच तीनटा अप्सन भन अघि बाहिर आउँदा पनि रमाइलो यार कस्तो ल्याङ गर्छ यार त नाच्न मिल्दैन के मेरो अघि बाहिर बस्दाखेरि फेरि जानु भयो भने के जस्तो भए पनि के हुन्छ र जाँठो ल म हैन दिन्छु ल गीत बजा ल त्यसरी बसेर दिन्छु ल मेरोमा यहाँ छैन गाना बजाउन धेरै रमाइलो नाटक नगरे छिटो अब मलाई गाना बजाउन त ल गीत बजाउन त म नाच्दिन्छु म सावरै गरिदिन्छु के ल कस्तो मलाई जे भन्छ त्यही गर्छु के यार कस्तो गर्छ अब गीत बजाउन त म नाच्दिन्छु त नि के सरको मोबाइल एक्स्ट्रा आयो अनि डान्स भन्नु मजा तेरी छैन के मसँग आमा कसम खा त ल आमा कसम छैन भन्दा छैन के ल अब पनिसमेन्ट तैँले दिने अब म त आफै बजाउने म नाच्दिन्छु ल नत्र गीत गा ल मुखले गीत गा ओइ रमाइलो मासले त अघिपछि कञ्चनसँग खेल्दा पुरा धानबारीमा नाच्छ नि साला जाँठो मुजी कञ्चनले गीत बजाउँछ के मलाई धानबारीमा जाँदा त गाने भएको साला धानबारीमा दुईटा मोबाइल लिएर जान्छ त अर्काको पालामा चाहिँ साला नाटक देखाउँछ ए भगवान त गीत बजाउन त म नाच्दिन्छु त भकारीमै नाच्दिन्छु त्यहाँ लगा छैन मेरोमा म त म बजा त नच त बजाउँछ छैन म नदिन्छु ल तेरै विशाललाई माथि तानेर गीत बजाउन लगा नि त त्यसो भए गाइज एउटा मात्रै अप्सन हुन्छ गाइज मलाई नाच्न आउँदैन गाइज होइन यसलाई 10,000 आइदियो सिधै तेल खनाइदियो मलाई त्यही नाच्न आउँदैन पल्ला घरको बुहारीले नमोरी धान कुटी हाम्रा घरकी स्वाञ्चरी त तिरपलमा विशाल चाहिँ खेल्नुपर्छ उताबाट खेल्यो भने हान्छ अहिले फकारीका धान मेरा बादुरे फकारीका धान मेरा बादुरे झिक्छु सुकाउँछु मेरा बादुरे फकारीका धान मेरा बादुरे झिक्छु सुकाउँछु मेरा मलाई त आउँदैन नाच्ने यस्तै मेरा बादुरे झिक्छु सुकाउँछु मेरा बादुरे झिक्छु सुकाउँछु मेरा बादुरे हे भोलि आउने दुलेनीले भात खान्छिनौ पटक जेठानीको मटक मटक देउरानीको चटक मेरा बादुरे फकारीका धान मेरा बादुरे फकारीका धान नाच्नु त भयो तेरो 1000 को पनिसमेन्ट यही हो गाइज आउने खिक्याम भयो त कहाँ नाच्ने हो नि त होइन
गाइज एउटा गेम जिताउ न यार कस्तो रहेछ यार रोएर गेम खेल्छ थुक्क साला त्यस्तामा चाहिँ पनिसमेन्ट पनि एउटा मात्रै हुन्छ हो कि अब गाइज पनिसमेन्ट त तीनटा अप्सन हुन्छ हुँदैन सबैलाई अब सिस्टम सधैँ एउटा मात्रै अप्सन तीनटा हुन्छ हुन्छ ल गाइस ल यसले लास्टै बन्द अब गाइज एउटा मात्रै हुन्छ विशाल चाहिँ सबैजना मिल्नु न यार हेर्नु न यार एउटा गेम